नमस्ते। फेरि पनि तपाईहरुलाई मेरो नेपाली किचनमा स्वागत छ। आज म चामलको पिठोबाट पुरी बनाउन गइरहेको छु। चामलको पिठोको पुरी पनि साह्रै पकाउन पनि छिटो हुन्छ, खाना पनि मिठो र नरम हुन्छ। यो पुरी हामीले केटाकेटीलाई खाजाको रूपमा पनि दिन सक्छौं। लाग्नुहोस् अब हामी पुरी बनाउनतिर लागौं। त्यसको लागि मैले ग्यास बालेर एउटा कराईमा पानी राखेँ। हामीले जुन कचौराले पानी नाप्छौं 1 कचौरा पानी राखेँ। त्यो पानी उम्लेपछि मैले त्यसमा 1 चम्चा जति घिउ राखेँ। घिउ नराखेर तेल राख्दा पनि हुन्छ। त्यसपछि मैले त्यसमा 1 चम्चा जति नुन पनि राखेँ। हामीले नुनको ठाउँमा गुलियो पुरी मन पर्छ भने चिनी पनि राख्न सक्छौं, तर मैले चाहिँ नुनै राखेर बनाएँ। हामीले जुन कचौराले पानी राखेको थियो त्यही कचौराले पिठो नाप्नु पर्दछ। त्यो पानी उम्लेपछि मैले माथिबाट त्यही कचौराले 1 कचौरा पिठो यो पानीमा राख्न गइरहेको छु। त्यो पानीमा पिठो राख्दा हामीले थोरै थोरै गरेर राख्नु पर्दछ। एकैचोटी राख्दा हाम्रो पिठो डल्लो पर्न सक्दछ। मजाले थोरै थोरै राख्दै त्यो पिठोलाई म मजाले चलाउन गइरहेको छु। यतिको भएपछि हामीले ग्यासलाई अफ गरिदिनु पर्छ। अफ गरेर एकछिन त्यसलाई चलाउने, त्यसको डल्ला सबै फुटाउने। यतिको भएपछि हाम्रो पिठो रेडी भयो। ल हेर्नुहोस्, अब यो पिठो अहिले तातो तातो छ। तातोमा हामीले माड्न सक्दैनौँ। त्यसैले म यो पिठोलाई एकछिन सेलाउन दिइरहेको छु। त्यसलाई 5 मिनेट रेस्ट गर्न दिएपछि त्यो पिठो सेलाएर यतिको नरम भइसक्छ। ल हेर्नुहोस्, यो पिठो सेलाएपछि म यो पिठोलाई मजाले माड्न गइरहेको छु। पिठो कस्तो नरम भएको छ। हामीले पानी र पिठोको मात्रा मिलाउँदा पिठो यतिको राम्रो हुन्छ। त्यो पिठोलाई मजाले माडेर म आज पुरी पकाउँदैछु। त्यसको लागि मैले रोटी यहाँ बेल्न गएँ। हामीले पुरी बेल्दा सानो सानो गरेर एउटा एउटा गरेर बेल्दा पनि हुन्छ। यसरी ठुलो बेलेर हामीले गिलास अथवा कचौराले एउटै आकारको साइजमा यसरी कटिङ पनि गर्न सक्दछौँ। सबै पुरी मैले बेलेर राखिसकेँ। ल हेर्नुहोस्, त्यसपछि एउटा कराईमा तेल बसालेर तेल तातेपछि म त्यो पुरी पकाउन गइरहेको छु। ल हेर्नुहोस्, पुरी कस्तो मजाले फुलेको छ। पिठो पुरी साह्रै नरम भएको छ। ल हेर्नुहोस्, पुरी रेडी भयो साथीहरू, खाना